सपनाहरूको खाल्डोमा मैले डेरा सरेको छु। खुसी हल्का भएर मैले गोजीमा बालुवा भरेको छु। नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज म फिल्म के घर के डेरा घर नम्बर 2 को बारेमा कुरा गर्न गइरहेको छु। के घर के डेरा को सिक्वेल फिल्म हो घर नम्बर 2। 2 दिन अगाडि के घर के डेरा घर नम्बर 2 को ट्रेलर रिलिज भएको थियो। अहिले युट्युबमा राम्रै भ्युज गइसकेको छ। हालको समयमा खासै नेपाली फिल्म चलेको छैन, तर यो फिल्मको ट्रेलर हेर्दा यो फिल्ममा केही छ र यो फिल्म चल्न सक्छ भन्ने देखिन्छ। जुन हिसाबको कथावस्तु छ दर्शकहरूलाई मन पर्न सक्छ। यो फिल्मले दर्शकहरूलाई फिल्म हलसम्म तान्न सक्छ कि यो फिल्म आर्यन सिग्देलको कमब्याक फिल्म पनि हुन सक्छ। केही समयदेखि आर्यन सिग्देलको फिल्म चलेको छैन र केही फिल्म चले पनि आर्यन सिग्देल सानो सानो क्यामियो रोल गरेका छन्, तर यो फिल्म चल्यो भने आर्यनको राम्रै कमब्याक हुने देखिन्छ। जसरी फिल्मको ट्रेलरले दर्शकहरूको मन जितिरहेको छ, त्यसरी नै फिल्मले पनि दर्शकहरूको मन जित्यो भने यो फिल्मले कमाएको मामलामा केही रेकर्ड बनाउन सक्छ। निर्देशक दिपेन्द्र के खनालले 3 वर्ष अगाडि ल्याएको के घर के डेराले न दर्शकलाई हँसाउन सक्यो न निर्माता खुसी भए। हास्यमा आधारित भए पनि फिल्मको बक्स अफिस प्रदर्शन कमजोर रह्यो। उनै खनालले दोस्रो संस्करण के घर के डेरा घर नम्बर 2 लिएर आएका छन्। के घर के डेरा घर नम्बर 2 को कथावस्तु साहित्यकार बुद्धि सागरले लेखेका हुन् र यस फिल्मलाई नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महार्जनले निर्माण गरेका हुन्। दिपेन्द्र के खनालको यो भन्दा पहिलेको सफल सोसियल ड्रामा फिल्म पशुपति प्रसाद, आमा, चिसो मान्छे जस्ता फिल्म हुन् र यी फिल्मले दिपेन्द्र के खनालको राम्रो पहिचान बनाएको छ र यो फिल्म पनि सोसियल ड्रामा नै हो। यो फिल्मको कथावस्तु जति सहज देखिन्छ त्यो भन्दा बढी गहिराईको विषयवस्तु बोकेको छ। सामाजिक विषयवस्तु आफैमा एउटा गम्भीर विषय हो। यो फिल्मको ट्रेलर हेर्दा फिल्ममा हालको समयमा नेपाली जनताले जे कुराबाट दुःख पाइरहेका छन् त्यही विषयवस्तुलाई समेटेको देखिन्छ। मिटर ब्याजीको पीडा, बैंकबाट लोन लिँदा लोनका कुराहरू, लोन तिर्न नसक्दा बैंकले दिएको पीडाहरू, यो सब कुराबाट कसरी जनताहरू दुःख पाइरहेका छन्, कस्तो कस्तो अवस्थाले यस्तो बनाएको हो, यो विषयवस्तु यो फिल्ममा हेर्न पाइनेछ। त्यसैगरी फिल्ममा पारिवारिक कथा रहेको अनुमान लगाउन सकिन्छ र पारिवारिक समस्यालाई पनि प्रस्तुत गरिएको छ। यस फिल्मको मुख्य भूमिकामा केकी अधिकारी, खगेन्द्र लामिछाने, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, निश्चल बस्नेत, हरिहर शर्मा, प्रकाश घिमिरे लगायतका कलाकारहरू रहेका छन्। सार्वजनिक गरिएको 3 मिनेट 20 सेकेन्डको ट्रेलरमा डेरामा बस्दाको पीडा र घरधनीको अवस्थामाथि केन्द्रित भावुक कथावस्तु पनि देखिन्छ। फिल्मको ट्रेलरले जसरी आफ्नो लयमा बाँड्छ, फिल्ममा कलाकारहरूले निभाएका रोलहरूमा सबै कलाकारहरूको उत्कृष्ट अभिनय देखिन्छ। दुःख सँगसँगै कमेडी पनि भरपूर रहेको देखिन्छ। त्यसैगरी यो फिल्म हेर्दा पूर्णबहादुरको सारङ्गी जस्तो पनि हुन सक्छ। दर्शकहरू सबैले रुमाल बोकेर जानुपर्ने पनि देखिन्छ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो मन परे हाम्रो च्यानललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्नुहोला। धन्यवाद। जय नेपाल।